जहाँ जानुभयो र एक ठाउँमा हिँडेको त्यहाँ गएपछि चाहिँ तपाईँहरूलाई देखाउँछु म र अहिले चाहिँ भन्दिनँ होइन त्यहीँ पुगेपछि चाहिँ हजुरहरूलाई देखाउँछु अनि दुईजना अनि अगाडि एकजना कान्छी चाहिँ चारजना भएर हिँडेको त्यहीँ पुगेपछि देखाउँछु है म हजुरहरूलाई गिफ्टहरू यहाँबाट तल जान्छौँ हामी होइन यहाँबाट चाहिँ ट्रेन लिएर जाने हामी छुट्टी गयो छुट्यो अब अर्को वेट गर्नुपर्छ गयो चारजना छुट्यो ट्रेन चाहिँ छुट्यो हाम्रो अब चाहिँ आउँदैन अर्को फेरि आउँदैन अर्कोमा चढ्नुपर्छ छुट्टिसक्यो अर्को आउँदैन र अर्कोमा चाहिँ चढेपछि चाहिँ फेरि भेटौँला है अर्को पनि आइसक्यो अर्को ट्रेन आइसक्यो अब यसमा जान्छौँ हामी घर अहिले भन्छ घर बसी आउँछ है त्यो झन् बगान छ है दामी छ है हामी चाहिँ आउन लाग्यौँ होइन तर यहाँको वातावरण चाहिँ कस्तो बवालको होइन ए कस्तो दामी दामी है फुलहरू कस्तो बवालको कताबाट जाने यहाँबाट चाहिँ हामी बाहिर निस्केको अब यहाँबाट चाहिँ बस लिन्छौँ हामीले यो के हो यो हामी चाहिँ यहाँबाट बसबाट झरिसक्यौँ अब जान लागेको चाहिँ हामी नेपाली पसलमा त्यहाँ पुगेपछि म देखाउँछु तपाईँहरूलाई भ्यू चाहिँ त्यो पार्कहरू पनि छ यता अब यहाँ आउनु लागिसक्यो यता फुलहरू हेर्नु कस्तो दामी है फुलहरू दामी छ क्या यहाँ हामी त आइपुग्ने ना यता सपिङ सेन्टरहरू पनि रहेछ तर यता सब पातहरू झरे पातहरू झर्ने बेला भएर होला नि होइन सपिङ सेन्टरहरू दामी दामी रहेछ पुग्न लाग्यो म देखाउँछु नेपाली पसल पाउनै गाह्रो हुन्छ कि त त्यही भएर आउन लाग्छ म देखाउँछु तपाईँलाई अब आयो यहाँ नेपाली बजार सबै थोक पाउँछ नेपाली दाइ नमस्ते है नेपाली मसला वाउ यहाँ त मोमोको भाँडा वाउ दामी रहेछ झोला पनि पाउँदो रहेछ होइन रारा चाउचाउ साबुन भयो करेन्ट भयो सबै थोक चाउचाउहरू त भयो है सेम नेपालमा जस्तो भयो त्यहाँ छविलालको दोकान जस्तो भयो त्यहाँ कान्छी यता रहेछ खुर्सानी दामी रहेछ सबै नेपालीहरू सबै साबुन पाउँदो रहेछ यहाँ गई भयो होइन करेन्ट भयो सबै थोक पाउँदो रहेछ सेम नेपाल आए जस्तो भयो मलाई त हाम्रो चाहिँ सामानहरू लिएर आइसक्यो 3 जनाले सामान लिएर हिँड्ने होइन
घरहरू चाहिँ यहाँबाट चाहिँ हामीले सेभेनतिर जानुपर्छ होइन त्यही भएर सामानहरू लिइरहेछ वाइवाई चाउचाउ भयो होइन वाइवाई चाउचाउ भयो कर्दी चाउचाउ भयो यहाँ छ सामान थुप्रैहरू त्यही भएर अहिले घर पुगेपछि देखाउँछु है हजुरहरूलाई म अहिले चाहिँ म घर आइसकेँ होइन अघि चाहिँ पुरा ब्लग गर्न पाएन त्यहाँ मेट्रोहरूले गर्दाखेरिमा त्यो सामानहरू थियो नि त त्यसले गर्दा ब्लग गर्न पाएन अहिले चाहिँ घर आइसकेँ सामानहरू सबै मिलाइसकेँ अनि त्यो आज चाहिँ के भन्न थियो नि आज चाहिँ 11/11 भन्छ नोभेम्बर 11 आज चाहिँ केही माग्नु भयो भने केही सोच्नु भएको भछ भने त्यो गर्यो भने चाहिँ पुरा हुन्छ भन्छ आजको दिनमा चाहिँ होइन आज केही गर्नको लागि थाल्नु भएको छ भने स्टार्ट गर्नुभएको छ भने राम्रो हुन्छ अरे भन्ने सुनेको थिएँ त्यही भएर आज चाहिँ मेरो त्यही सब्सक्राइबर चाहिँ 25 छ होला होइन त्यही अर्को 2026 को नोभेम्बर 11 चाहिँ 10K पुरा होस् भन्ने आशा छ होइन पुऱ्याउन सक्छु कि भन्ने आँट छ त्यही हो पुरा हुन्छ कि सपना देखेछु त्यो मेरो ड्रिम पुरा होस् तपाईँको साथ सपोर्ट चाहिँ रहिरहोस् अझै माया पाम यो भन्दा त्यही भन्दै आज चाहिँ ब्लग इन्ड गर्छु है त हस्त नमस्ते।